यो चाहिँ ठिनी गाउँ, त्यसपछि निलगिरी हिमाल। यो हामी भुटिथाङ पार्क आएको छौँ। यहाँबाट चाहिँ ठिनी गाउँ, भरुचङ किल्ला, पछाडि ढुङ्गाटार, धौलागिरी हिमाल, छतेरङ्गा गुम्बा, श्याम गाउँ र यो ठिनी गाउँ चाहिँ यहाँबाट एकदम राम्रोसँग देखिन्छ। तपाईँहरू कोही मुस्ताङ घुम्न आउँदै हुनुहुन्छ भने यो ऐतिहासिक थकालीहरूको बसोबास गरेको ठिनी गाउँ आउन नछुट्नुहोला। यहाँ तपाईँहरूलाई बास बस्नको लागि कुनै समस्या छैन। यहाँ चाहिँ थकाली सामुदायिक होमस्टे पनि छ, होटलहरू पनि छन्। तपाईँहरू यहाँ आएर तिलिचोताल जानुहुन्छ भने यो तिलिचोताल जाने बाटो पनि हो, तिलिचोताल पनि जान सक्नुहुन्छ। त्यसपछि यो भित्र एउटा पार्क छ। यो पार्कमा चाहिँ तपाईँहरू बिहान आएर मर्निङ वाक गर्न सक्नुहुन्छ, एक्सर्साइजहरू गर्न सक्नुहुन्छ। यो पार्कमा चाहिँ प्राकृतिक रूपमा फुलेको, यो आफै फुलेको, आफै उम्रेको यो फुल तेङ्लापुचु भन्छ। यो तेङ्लापुचु चाहिँ लटरम्मै फुलेको छ। तपाईँहरू सबैजना घुम्न आउनु होला। यहाँ यो ठिनी गाउँलाई चाहिँ मिस नगर्नु होला। मुस्ताङ घुम्न आउँदाखेरि सबैजना आउनुहोस् है, यहाँ एकदम रमाइलो छ।